राष्ट्रिय परिचय पत्रबाट भोटर आइडी कसरी बनाउने, नाम दर्ता कसरी गर्न सकिन्छ भन्ने हेरौँ। इलेक्सन कमिसनको वेबसाइटमा जाने, पहिला इलेक्सन कमिसन नयाँ दर्तामा जाने, निर्वाचन आयोगको नयाँ दर्तामा क्लिक गर्ने, नेसनल आइडी, राष्ट्रिय परिचय पत्र नम्बर, जन्म मिति एडीमा राख्ने, अनि पहिलो नाम अङ्ग्रेजीमा, त्यसपछि सही उत्तर छान्ने। राष्ट्रिय परिचय पत्र नम्बर यदि थाहा छ भने राष्ट्रिय परिचय पत्र नम्बर राख्ने, अनि जन्म मिति राख्ने, पहिलो नाम राख्ने। यदि थाहा छैन भने यहाँ क्लिक गर्ने। यहाँ क्लिक गरिसकेपछि राष्ट्रिय परिचय पत्र बनेको छ, तर थाहा छैन भने यहाँ क्लिक गर्ने। यदि राष्ट्रिय परिचय पत्र पनि छैन भने मोबाइल नम्बर राखेर राष्ट्रिय परिचय पत्रको पुरा नाम अङ्ग्रेजीमा पुरा नाम लेख्ने, जन्म मिति विक्रम सम्वतमा राख्ने, नागरिकता जारी मिति राख्ने। नागरिकता जारी मिति राखिसकेपछि अनि क्याप्चा टाइप गर्ने। जन्म मिति चाहिँ बीएसमा राख्नुपर्छ। क्याप्चा टाइप गरिसक्नु। यो क्याप्चा टाइप गर्दैछु 40EPS2 नेपालीमा अन्य नागरिकताको विवरण यो के छ, नागरिकताको विवरण त्यही अनुसार आउँछ। अनि त्यसपछि फेरि प्रमाणीकरण गर्ने। प्रमाणीकरण हुँदैछ, हेरौँ, टाइम लाग्छ। प्रमाणीकरण भइसक्यो। अब जे सम्पूर्ण विवरण जति यसमा आउँछ हामीले केही भर्नु पर्दैन। यहाँ इमेल र फोन नम्बर चाहिँ राख्नु पर्यो। इमेल र फोन नम्बर आउँछ। मोबाइल नम्बर राख्ने अनि इमेल ठेगाना राख्ने। त्यसपछि अर्को गरिदिने। अर्को गरिसकेपछि स्थायी ठेगाना सेम छ कि छैन, स्थायी बसोबास गरेको ठेगाना सेम छ भने सेम राख्ने। अपाङ्गता भएको होइन, अपाङ्गता छ भने हो, होइन अन्य विवरण। मातृभाषा नेपाली, याम्फू चाम्लिङ नेपाली राख्नु पर्यो। जात जाति खसार्य भइहाल्यो। शैक्षिक योग्यता निरक्षर, साक्षर 10/2 त, स्नातक स्नातकोत्तर 10/2 त राख्नु पर्यो। अब विवरणहरू आउँछ यसरी सर्लक्क विवरणहरू हेर्नुहोस्, ठिक छ छैन चेक गर्ने, अनि ठिक छ भने अनि अर्कोमा जाने, ठिक छैन भने अघिल्लोमा फर्किने, अर्कोमा जाने। यहाँ दर्ता गर्नुहोस्, दर्ता गर्यो। तपाईँको आवेदन नम्बर यति हो। सम्बन्धित जिल्ला निर्वाचन कार्यालय रुजु पञ्जीकरण भए पश्चात तपाईँको मोबाइल नम्बर, इमेल ठेगाना, मतदाता नम्बर पाउनेछ। अनि डाउनलोड गरेर राख्ने। तपाईँको मोबाइलमा मेसेज आउँछ, मेसेज राख्ने, टक्क भयो। हस्, थ्याङ्क यू।